Hello everyone, welcome back to my new video. साथीहरु आज म कहाँ छु मैले देख्न सक्नुहुन्छ तपाईहरुलाई म भरे भन्छु म कहाँ छु आज भनेर गाइस अघि मैले के भनेको तपाईहरुलाई मेरो साथीभाइ हैन नयाँ डान्स स्टुडियो खोलिदिरहेछ अनि हामी चाहिँ आएको छौं आज उद्घाटनको बेलाको यहाँ छ अनुस्की गाइस हामी चाहिँ बाहिर आएको छौं डुल्न आएको छौं मजा आइरहेछ मेरो साथीको मम्मी वहाँ चाहिँ हुनुहुन्छ म चाहिँ हजुरआमा हामी चाहिँ फ्रुट्स किन गएको हैन नरिवल अनि के हुन्छ नि फुटाउने यस्तो सामानहरु लिन जाँदैछौं दोकानमा यस्तो फुटाउने गोली हान्दिने यतिकै हिँड्दैछौँ हामी भिडियो बनाउँदै उहाँको पनि टिकटक आइडी तपाईको टिकटक आइडी के पो छ कमला श्रेष्ठ याद गर्नु गाइसहरु प्रतिमा मगर हिजो मैले कपाल काटेको हेर्नु कस्तो देखिरहेछ कस्तो दामी देखिरहेछ तेरे नामको हिरो तेरे नामको हिरो देखिरहेछ तेरे दिना भन्ने भिडियो कस्तो सुरु कस्तो बनाउने के बोल्नुहुन्छ हाय गाइस बोल्नु के नबोल्नु भन्ने हामी आइसक्यौं फ्रुट्स दोकानमा आइसकेको छौं 150 अरे नरिवलको डल्लोलाई नरिवलको डल्लो महँगो भएको कस्तो मिठो बनायो अहिले चाहिँ खरबुजा कसरी छ अंकल 50 रुपए किलो 80 रुपए किलो राम खरबुजा खानु सरु चोक होइन विशाल चोक राम्रो ओ सानो थाम्नु नि अलिक राम्रो काट्नुपर्छ नि नानी हेर्नु यो झिँगाले मन गरेछ काट्ने कुरा पनि ल्याएको छैन होला तेल त ल्याएको रहेनछ तेल किन नभनेको अनि तपाईले छुनुहुँदैन थियो अनि यो त मैले त सम्झिँदैन त्यो फाल्टो पनि नखाइदिँदा मै खान्ने नि 1 किलो जग्नु त फाल्टो चाहिँ चल्ने अरू चाहिँ नचल्ने के हो यो एउटा होइन त्यो सानो हालिदिनु बरु सानो हालिदिनु यति मात्रै पाके कहाँ भयो यो कति भेटी खाउँथी 250 150 कति हुन्छ गाइस हामी आइसकिसक्यौं तेल लिएर फलफुल लिएर सबै लिएर आइसकिसकेको छौं प्याकेटमा हालेर अघि नै सानो बोतलमा रेडी पार्यो भने त अब त्यत्रो म अलिकति रिबिन टनक्क पार्दैन त्यो तेललाई मात्रै 200 ओह फाइनल लिएर आइम तेल ल्याउन बिर्सेर सबै थोक ल्याउन बिर्सेर हतारमा यस्तो गर्मी छ हेलो क्युडी हेलो हाई भन्देऊ बिस्कुट खाऊ मेरो साथीको बहिनी मेरो साथी भन्दा नि मेरो साथीको बहिनी यता हेर्दै तिम्रो नाम के हो भन्देऊ त
छैन, थाहा छैन? थाहा छैन? यो मान्छे आज उद्घाटनको बेला आएन। रक्सी लागिसकेको के भन्नु, भोक लागिसक्यो गाइस। मलाई पनि दिने हो, खोलिदिनु। दिएको अरे खोलिदिनु अरे, खोलिदिनु। हाई भनिदेऊ न, हेलो भनिदेऊ न। गाइस हाम्रो यहाँ उद्घाटन भइसकिसक्यो, उनीहरू पनि भइसक्यो सबै होइन। मलाई लड्डु दियो कि सबैले छोडेको खाना नसकेर गाइस एउटा खाइसक्यो, मरिमरि खाली पेटमा दिए पनि ग्यास चम्केको बेलामा यस्तो के खुवायो मलाई गाइसहरू। के गर्नु यो, खानु खाना पनि लोभ लाग्छ, खाना पनि सक्दिनँ हो गाइस, खानै पर्यो। गाइस भोक लागिसक्यो, कतिखेर जानु हो घर। आज बित्नु बितायो, कतिखेर जानु हो। साथीहरू हामी घर आइसकेको छौँ, लुगा पनि भिडिसक्यौँ। अब हामी हाम्रो ब्लग यहीँ एन्ड गर्न चाहन्छौँ। धन्यवाद।